ओके ल पवन सरजी यसो बुझाउनु त यो के हो पाइप हो कुन चाहिँ पाइप हो सिङ्क भाँडा सिङ्कको एरिया हो यो सिलाइ गर्नु बाँकी छ अब यसको नापको अनुसार छ यो पहिला जस्तो चाहिँ त्यही हो हैन अब यहाँनिर इन्टिरियर हैन उसले नाप दिइसकेको ठाउँ हो यो चाहिँ हाम्रो पानीको लाइन हो पानीको लाइन चिन्ता यो धेरै प्लग देखेर झुक्किनलाई के बनायो भनेर सोचिरहनु भयो होला हजुर म यो बुझाइदिन्छु यो हाम्रो तातो चिसो ट्याङ्की चिसोको यो चाहिँ हाम्रो यहाँनिर के हुन्छ मिक्सचर हुन्छ दुईवटा मिक्सचर गरेर तातो चिसो झार्छौँ भने यो चाहिँ हाम्रो बोरिङको मिनरको पानी हो मिनरको भयो अनि त्यसपछि यो जुन लाइन गएको छ यो चाहिँ हाम्रो फिल्टर टक्क आरो जे भने नि हुन्छ त्यसमा हाम्रो यो फिल्टर भयो होइन अनि त्यसपछि यो साइडको यो हेर्नुहुन्छ भने यो चाहिँ आउटलेट ओभरफ्लो आरोको जुन त्यसको अब वेस्ट पानी आउँछ होइन तपाईँको जब 5 लिटर त्यसले पानी उतै गर्छ भने फिल्टर गर्छ भने तपाईँको लगभग 7-8 लिटर जस्तो वेस्ट फाल्छ डबल जस्तै फाल्छ होइन त्यसलाई फेरि यसबाट हुँदै हामीले रिजर्भ ट्याङ्कीमा हाल्छौँ रिजर्भ ट्याङ्कीमा जान्छ हजुर अरू यतिकै सिङमा फाल्छ होइन यो पानी सर्टेज ठाउँमा त अब यो पानी युज गर्नु पर्यो त्यसको लागि यो पानी फेरि जाँदाखेरि ओके हुन्छ फेरि पानीलाई फिल्टर भएपछि नराम्रो भन्ने हुँदैन यो राम्रो पानी है यो पानी फेरि रिजर्भमा झार्छौँ यो चाहिँ के हो भने हाम्रो भन्दा यहाँनिर क्याबिनेट बस्छ होइन छोप्छ नि त यहाँ भित्र अब हाम्रो यो आरो नदिएकोस् भनेर छोप्ने हिसाबले हुन्छ यहाँबाट होइन त्यसको लागि चाहिँ अब यहाँनिर हाइट भएपछि हामीले पानी त्यसबाट डाइरेक्ट खान सक्दैनौँ होइन त्यसमा यहाँबाट हुँदै एउटा ट्याप राख्छौँ यहाँ ट्याप राखेर खान सक्छौँ बुझ्नु यो खाने पानीको ट्यापको लागि आरोको तातो चिसो वाल मिक्सचर यो एउटा सिङ्गल धारा यो चाहिँ बोरिङ थ्याङ्क यू